अब समाचार विस्तारमा। संविधान निर्माणको प्रक्रिया अलमलमा परिरहेकै बेला संविधान निर्माणको खाका तयार पार्ने जिम्मेवारी पाएको संवैधानिक समितिको बैठक आज पनि निष्कर्षविहीन भएको छ। विशेष गरी मुख्य तीन दल एकीकृत नेकपा माओवादी, नेपाली कांग्रेस र नेकपा एमाले बीच संविधान निर्माणको विविध विषयमा सहमति हुन नसक्दा आजको बैठक केही बेर बसेर तीन दलको सहमतिपछि मात्रै बस्ने गरी सकिएको हो, जसका लागि भोलिलाई तीन दलको बैठक बोलाइएको छ। विवाद कायमै रहँदा संवैधानिक समितिले समेत राम्रोसँग काम गर्न समेत सकिरहेको छैन। पटक पटक बसेको सो समितिको बैठक निष्कर्षविहीन समेत भइरहेको छ। आजको बैठकमा शासकीय स्वरूप लगायतका विवादित विषयमा सहमतिको प्रयास हुने बताइएको भए पनि बैठक तीन दलको सहमतिपछि मात्रै बस्ने निर्णय गरेको हो। प्रमुख दलहरूबीच सहमति हुन नसक्दा लामो समयदेखि संवैधानिक समितिको बैठक प्रभावित हुँदै आएको छ। संविधान निर्माणको पछिल्लो कार्यतालिका अनुसार विवादित परिस्थिति र सांगठनिक कार्यक्रम तय गर्न एकीकृत नेकपा माओवादीको स्थायी समिति बैठक बस्दैछ। पार्टी कार्यालय पेरिस डाँडामा बस्ने बैठकमा संविधान निर्माणमा आफ्ना मुख्य एजेन्डामा अडान राख्ने, सम्मानजनक सेना समायोजनका लागि थप पहल गर्ने र फागुन 1 गतेदेखिको सांगठनिक कार्यक्रम बनाउने विषयमा छलफल हुने बुझिएको छ। पछिल्लो केन्द्रीय समिति बैठकपछि पहिलो पटक स्थायी समितिको बैठक बस्न लागेको हो। आजको बैठकमा देशभर सम्पन्न भएको राज्य समिति स्तरको प्रशिक्षणको पनि समीक्षा गर्ने बताइएको छ। जनमुक्ति सेना बराबरको सुविधा माग गर्दै आएका वाइसिएल कार्यकर्ताहरूले कैलालीमा पार्टीका 2 नेताको सवारी साधन नियन्त्रणमा लिएका छन्। उनीहरूले पार्टीका पोलिट ब्यूरो सदस्य धर्मेन्द्र बास्तोला र अर्का नेता भीम कठायतको गाडी आज बिहानै नियन्त्रणमा लिएका हुन्। यसअघि उनीहरूले हिजो धनगढ़ी स्थित आफ्नै पार्टी कार्यालयमा तालाबन्दी गरेका थिए। आफूहरूलाई पार्टीले व्यवस्था गरेको र पार्टीले आफूहरूलाई प्रयोग मात्र गर्दै आएको भन्दै वाइसिएलले पार्टी कार्यालयमा तालाबन्दी गरेको हो। थारूवान तथा सेती महाकाली राज्य समितिका तर्फबाट संयुक्त रूपमा जारी विज्ञप्तिमा संविधान सभाको चुनाव सफल पार्न ब्यारेकमा रहेका जनमुक्ति सेनाका कमाण्डरहरूलाई प्रमाणीकरण नहुँदै बाहिर पठाएको तथा आफूहरूलाई भूमिका विहीन बनाएकाले तालाबन्दी गर्नु परेको उल्लेख छ। अब पालो आजको लोकमतको। आजका लागि हाम्रो प्रश्न, वाइसिएलका कार्यकर्ता पनि लडाकुलाई जस्तै सुविधाको माग गरी आन्दोलनमा उत्रनुलाई के भन्नुहुन्छ? ए स्वाभाविक माग, बी बखेडाको अस्त्र र सी माओ पार्टीकै निर्देशन। लोकमतमा मत जाहेर गर्न एलएम टाइप गरी 1 स्पेस दिनुहोस्। अप्सन ए, बी वा सी मध्ये एक अप्सन टाइप गरी 4004 मा पठाउनुहोस्। लोकमतको अन्तिम परिणाम साँझ 7 बजेको समाचारमा प्रसारण गरिनेछ। कृपया आफ्नो मत जाहेर गर्नुहोला। राजधानी काठमाडौँको सुरक्षा प्रशासनको कमजोरी उदाङ्गो पार्ने गरी संचार उद्यमी जमीम शाहको हत्या गरिएको आज 3 वर्ष पूरा भएको छ। जमीम हत्याको 3 वर्ष पूरा हुँदा पनि हत्यामा संलग्नलाई पक्राउ गर्न भने अझै प्रहरी सफल हुन सकेको छैन। 2066 साल मार्च 24 गते लाजिमपाटमा दिन दहाडै गोली प्रहार गरी उनको हत्या भएको थियो। स्पेस टाइम नेटवर्क प्राली तथा च्यानल नेपाल टेलिभिजनका तत्कालीन अध्यक्ष शाहको हत्यापछि सरकारले उच्चस्तरीय छानबिन आयोग गठन गरेको भए पनि त्यसको प्रतिवेदन अझै सार्वजनिक गरिएको छैन। त्यस्तै दोषीलाई पक्राउ समेत गरिएको छैन। सो हत्याका दोषीहरू पक्राउ नपर्नुले देशमा दण्डहीनता मौलाउँदै गएको आरोप लागिरहेको छ। समाचार जारी छ, हामी ब्रेकपछि आउँछौं। ब्रेकपछि पुनः स्वागत छ। अब बाँकी समाचार। आज माघ शुक्ल पूर्णिमा। पौष शुक्ल पूर्णिमादेखि शुरू भएको श्री स्वस्थानी व्रत आजदेखि समापन हुँदैछ। 1 महिना अघि शुरू व्रतलाई आज विशेष पूजा गरी समापन गर्ने चलन रहेको छ। आज विशेष गरी हिन्दू धर्मावलम्बीहरूको घर घरमा तथा मठ मन्दिर नदी तलाउमा विशेष पूजा अर्चना सँगै स्वस्थानी व्रतको समापन गर्ने गरिन्छ। 108 सुपारी, पान, पुष्प, रोटी लगायतका पूजा सामग्रीले स्वस्थानीको पूजा गरी व्रतको विसर्जन गर्ने परम्परा छ। काठमाडौँको साँखो स्थित साली नदीमा अहिले व्रत विसर्जन गर्नेहरूको ठूलो भीड़ लागेको छ। हरेक वर्ष पौष शुक्ल पूर्णिमाको दिनदेखि माघ शुक्ल पूर्णिमासम्म 1 महिना श्री स्वस्थानीको पूजा आराधना गरी कथा सुन्ने र सुनाउने प्रचलन छ।
चितवन राष्ट्रिय निकुञ्जबाट काठ तस्करीको प्रयास गरिरहेका पिप्ले 2 सिमराका रेशम चेपाङको नेपाली सेनाको गोली प्रहारबाट मृत्यु भएको छ। निकुञ्जबाट अवैध काठ तस्करी गरेको सूचना पाएपछि रोक्ने प्रयास गर्दा अटेर गरेकाले सेनाले गोली चलाएको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ। काठ तस्करीमा संलग्न रामकृष्ण चेपाङ पक्राउ परेका छन् भने 3 जना भाग्न सफल भएको बताइएको छ। निकुञ्जका पूर्वी क्षेत्र लिगलिगे पोस्ट नजिकबाट गैराती काठ तस्करी भएको सूचना पाएपछि वन संरक्षणमा खटिएका सुरक्षा कर्मीहरू सतर्क भएका थिए। 5 जनाको सो समूहले 5 भारी काठ गोलिया बनाएर लैजाँदै गर्दा सेनाले उनीहरूलाई नियन्त्रणमा लिने प्रयास गरेको थियो, तर उनीहरूले अटेर गरेपछि गोली चलाउन बाध्य भएको निकुञ्जका सहायक वार्डेन लाल बहादुर भण्डारीले बताउनुभयो। पक्राउ परेका 1 जनालाई अहिले सोधपुछ भइरहेको बताइएको छ। उनीहरू स्थानीय पिप्ले गाविसका बासिन्दा भएको जनाइएको छ। बर्ड फ्लू प्रभावित सुनसरीको खनार स्थित पाथीभरा पोल्ट्री फर्ममा चिकित्सक तथा प्राविधिकहरूले सरसफाई शुरू गरेका छन्। प्रभावित कुखुरा मारेर सोमबार बेलुकासम्ममा खाल्डो खनेर गाडेका स्वास्थ्य कर्मीहरूले सो स्थानमा खोर तथा सुली सफा गर्ने कामलाई निरन्तरता दिने भएका हुन्। सोमबार बेलुकासम्ममा फर्मका करिब 2300 कुखुरा मारेर खाल्डो खनेर पुरिएको क्षेत्रीय पशुरोग अन्वेषण प्रयोगशालाका डाक्टर बोलराज आचार्यले बताउनुभयो। प्रयोगशाला र जिल्ला पशु सेवा कार्यालय सुनसरीका चिकित्सकहरू प्रभावित क्षेत्रमा खटिएका छन्। बर्ड फ्लू संक्रमण भेटिएको इटहरी स्थित पीके पोल्ट्री फर्ममा समेत संक्रमित खोर सफा गर्ने काम भइरहेको छ। बर्ड फ्लू जीवाणु भेटिएको क्षेत्रलाई 3 महिनासम्म निगरानीमा राखिने आचार्यले बताउनुभयो। सो क्षेत्रका बासिन्दामा स्वास्थ्य समस्या देखिएमा निराकरणका लागि स्वास्थ्य कर्मीहरूको टोली समेत खटिएको छ। झापाको बिर्तामोड शनिश्चरे सहायक सड़क अन्तर्गत अर्जुनधारा 8 महानन्द चौक सड़क खण्डमा गैराती स्कुटर अनियन्त्रित भई रुखमा ठोकिँदा 2 जनाको मृत्यु भएको छ। बिर्तामोडबाट शनिश्चरे गइरहेको मे 3 प 9352 नम्बरको स्कुटर रुखमा ठोकिँदा झापा अनारमनी 3 का 17 वर्षीय अभिषेक आचार्य र पछाडि सवार सोही ठाउँका 18 वर्षीय साजन सुब्बाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते आचार्यको उपचारका लागि भारतको सिलगढीतर्फ लैजाँदै गर्दा बाटोमा र सुब्बाको बिर्तामोड स्थित कनकाई हस्पिटलमा उपचार हुँदाहुँदै मृत्यु भएको प्रहरीले जनाएको छ। मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका वरिष्ठ नेता शरद सिंह भण्डारीले मधेसीलाई भावनात्मक रूपमा एक बनाउनु पर्ने बताउनु भएको छ। मधेसी पत्रकार समाजले सोमबार वीरगंजमा आयोजना गरेको मधेस जागरण अभियानलाई सम्बोधन गर्दै वरिष्ठ नेता भण्डारीले मधेसीलाई भावनात्मक एकीकरण नगरिए देश विखण्डन हुन सक्ने चेतावनी दिनुभयो। विगतमा आफूले राष्ट्रियताकै पक्षमा बोल्दा हंगामा मचिएको र आफूलाई आफ्नै पार्टी अध्यक्षबाट समेत राजीनामा दिन बाध्य बनाइएकोमा दुःख मनाउ गर्नुभयो। 5 पुस्ता अघिदेखि मधेसमा बस्दै आएको र मधेसी जनताले आफूलाई पटक पटक चुनाव जिताएकाले आफू पहाडी रहेको कहिले अनुभव नगरेको उहाँको भनाइ थियो। समाचार जारी छ, हामी ब्रेकपछि आउँछौं। ब्रेकपछि पुनः स्वागत छ। अब अन्तर्राष्ट्रिय समाचार। सिरियाका राष्ट्रपति बशर अल असदलाई दोस्रो पुस्ता समक्ष सत्ता सुम्पन आग्रह गरिरहेको अमेरिकाले अन्ततः दबाव स्वरूप सिरियामा रहेको आफ्नो दूतावास बन्द गराएको छ। अमेरिकाले दूतावास बन्द गरेको जनाएको केही समयमै सिरियाको होम शहरमा ठूलो गोलाबारी समेत भएको थियो। गोलाबारीमा कम्तीमा 15 जनाको मृत्यु भएको बताइएको छ। अन्तर्राष्ट्रिय समाचार माध्यमहरूका अनुसार सरकार विरोधी प्रदर्शनकारी राष्ट्रपति बशर अल असद समर्थक सेनाबीच सो हमला भएको हो। असदले सत्ता सुम्पने कुनै साट नदेखाउनुका साथै सरकार विरोधी प्रदर्शनकारीमाथि दमन कायमै राखेपछि अमेरिकाले आफ्नो दूतावास बन्द गराउने निर्णय गरेको हो। सिरियामा रहेका दूतावासमा कार्यरत सबै आफ्ना कर्मचारीलाई अमेरिकाले स्वदेश बोलाएको छ। दमास्कसमा सोमबारदेखि दूतावास बन्द रहेको बताइएको छ। संचार माध्यमहरूले सिरियाका लागि अमेरिकी राजदूत रोबर्ट फोर्डले केही दिन अघि नै सिरिया छाडेको जनाएका छन्, जसको अमेरिकी विदेश मन्त्रालयले समेत पुष्टि गरेको छ। मन्त्रालयले सिरियामा आफ्नो दूतावासबाट हुने सबै काम स्थगित भएको समेत बताएको छ। सिरियामा पछिल्लो पटक दूतावासहरूमा समेत हमला हुन सक्ने आशंका बढेको थियो। सिरियामा पछिल्लो 11 महिना यता सरकार विरोधी प्रदर्शनका क्रममा भएको हिंसामा 6000 भन्दा बढ़ीको मृत्यु भइसकेको बताइएको छ। अब खेलको समाचार।
Brought to you by Connect your way to freedom. घरमै 2 चम्चाको तयारी राख्छ टाढा बिमारी. LG Optimus One. Life's good when you have the power to know it all. इंग्लिश प्रिमियर लीग फुटबल अन्तर्गत गए रातिको खेलमा लिभरपुल र टोटनह्यामले गोल रहित बराबरी खेल्दै अंक बाँडेका छन्. गए रातिको खेलमा तालिकाको तेस्रो स्थानमा रहेको टोटनह्याम र 7औं स्थानमा रहेको लिभरपुलले गोल रहित बराबरी खेलेका हुन्. बराबरीले लिभरपुललाई भने घाटा लागेको छ. 24 खेल खेलेको लिभरपुलले तालिकामा 10 जितका साथ 39 अंक बनाएर 7औं स्थानमा रहेको हो. बराबरीका कारण लिभरपुलले 5औं स्थानमा उक्लने मौका भने गुमाएको छ. टोटनह्यामले भने तालिकामा 50 अंक बनाएर आफ्नो तेस्रो स्थानको यात्रा जारी राखेको हो. तालिकामा म्यानचेस्टर सिटी 57 अंक सहित पहिलो स्थानमा रहँदा म्यानचेस्टर युनाइटेड 55 अंक सहित दोस्रो स्थानमा छ. पोखरामा जारी आहा गोल्ड कप फुटबल अन्तर्गत सेमी फाइनल प्रवेशका लागि आज चिर परिचित प्रतिद्वन्दी नेपाल पुलिस क्लब र मनाङ मर्स्याङ्दी क्लब आपसमा भिड्ने भएका छन्. नेपाल पुलिस क्लब आहा गोल्ड कपको 4 पटकको विजेता हो भने मनाङ पनि उपाधि दावेदार टिम हो. तथापि दुवै टिमका शीर्ष खेलाड़ीहरू एएफसी च्यालेन्ज कप फुटबलको प्रशिक्षणका क्रममा काठमाडौँ रहेका कारण आजको खेलमा शीर्ष खेलाड़ीको उपस्थिति भने न्यून रहनेछ. तथापि खेल रोमाञ्चक हुने बताइएको छ. पुलिस मनाङलाई पाखा लगाएर यस वर्षको अधिकांश उपाधि आफ्नो हातमा पार्ने योजनामा सेमी फाइनलमा स्थान बनाउन चाहेको छ भने खेलाड़ीका लागि सर्वाधिक खर्च गरिरहेको मनाङले पनि उपाधि हात पारेर सान्तवना बटुल्न अन्तिम 4 मा पुग्ने योजनामा छ. मनाङले आहा गोल्ड कप अहिलेसम्म 2 पटक जितिसकेको छ. पुलिस भने यसै वर्ष राष्ट्रिय लीग र ए डिभिजन लीग पनि जितेका कारण थप हौसला सहित मैदानमा उत्रनेछ. यसअघि हिजो भएको खेलबाट ललितपुरको जाउला खेल क्लब ललितपुरकै 3 स्टार क्लबलाई पाखा लगाएर सेमी फाइनलमा पुग्न सफल भएको थियो. विदा हुन अघि अहिलेसम्मका प्रमुख समाचार फेरि एकपटक. संवैधानिक समितिको बैठक आज पनि निष्कर्षविहीन. 3 दलको छलफलपछि मात्रै थप सहमति हुने. एकीकृत माओवादीको स्थायी समिति बैठक बस्दै संविधान निर्माण र सेना समायोजन बारे छलफल केन्द्रित हुने. चितवन राष्ट्रिय निकुञ्जबाट अनाधिकृत रूपमा काठ तस्करी गर्न लागेको भन्दै नेपाली सेनाद्वारा गोली प्रहार. स्थानीय 1 जनाको मृत्यु, 1 जना पक्राउ, 3 जना फरार. अमेरिकाद्वारा सिरियामा रहेको आफ्नो दूतावास बन्दको घोषणा. दूतावासबाट हुने सबै काम स्थगित. हिजो भएको हिंसामा कम्तीमा 20 जनाको मृत्यु. र इंग्लिश प्रिमियर लीग फुटबल अन्तर्गत लिभरपुल र टोटनह्यामको खेल बराबरीमा. बराबरीले दुवै टिमलाई घाटा. बिहान 11 बजेको हिमालय समाचार सकियो. हिमालय टेलिभिजन स्याटेलाइट मार्फत विश्वका 116 मुलुकमा प्रत्यक्ष र हाम्रो वेबसाइट himalayatv.com मा पनि हेर्न सक्नुहुनेछ. समृद्धि र शान्तिको अभियान हेर्दै रहनुहोला. हिमालय टेलिभिजन. नमस्ते.